सुर्खेत प्रहरीको हिरासतमा भएको थुनुवाको मृत्युबारे छानबिन गर्न 5 सदस्यीय छानबिन समिति गठन, न्याय दिन मृतकका आफन्तको माग। चालु आर्थिक वर्षभित्र प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने कर्णाली प्रदेशको घोषणा, चुनौती भने बढ्दो। डोल्पाबाट यसवर्ष 400 मेट्रिक टन स्याउ निर्यात, 2 करोड बढी आमदानी। र 19 वर्ष मुनिको काबा महिला भलिबलको सेमिफाइनलमा आज नेपाल मालदिवसँग खेल्दै। हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई radioveri.com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलाबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतमा थुनुवा मृत्युको घटनामा छानबिन समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा वडा नम्बर 11 का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जालबाट पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघका सदस्य एवं कर्णाली प्रदेशका सचिव मालती विक र मृतक परिवारका तर्फबाट गीता सुनार सदस्य रहनु भएको छ। हिजो बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा भएको लागु औषध कारोबार मुद्दाका थुनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका 11 पिपिराका 26 वर्षीय गंगे सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजङ बुढाथापाले मृतक हिजो बिहान 5:58 को समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएको बताउनु भएको छ। उनीसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए। उनी 78 दिनदेखि हिरासतमा रहेको डीएसपी बुढाथापाले बताउनु भएको छ। उहाँले 4 दिन अघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर हिजो मुद्दाको पेशी समेत रहेको बताउनुभयो। थुनुवाको मृत्युपछि हिरासतमा जडान गरेको सीसीटीभी फुटेज समेत हेरेको प्रहरीले जनाएको छ। सुर्खेत प्रहरी प्रमुख सुधीर राज शाहीले मृतक लागु औषध सेवनकर्ता रहेको बताउनुभयो। यता मृतकका आफन्तले भने हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय बाहिर घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। छानबिन समिति गठन भएपछि आन्दोलन तत्काललाई रोकिएको छ। जिल्ला प्रहरी प्रमुख शाहीले मृतकको पोस्टमार्टमको लागि नेपालगञ्जबाट आज डाक्टर बोलाएको बताउनु भएको छ। कर्णालीमा मृत्युको पोस्टमार्टमको लागि विशेषज्ञ डाक्टर नभएकाले फोरेन्सिक विभागकै डाक्टरलाई पोस्टमार्टमको लागि बोलाएको पनि उहाँले बताउनु भएको छ। कालीकोटबाट सुर्खेत आइरहेको जीप दैलेखमा दुर्घटना भएको छ। दैलेखको 820 कोट नगरपालिका 8 सेरावाडा स्थित कर्णाली राजमार्गमा हिजो साँझ बस दुर्घटना भएको हो। बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। V1J1056 नम्बरको बलेरो जीप सड़कबाट करिब 50 मिटर तल खसेको दैलेख प्रहरीले जनाएको छ। दुर्घटनामा परेका मध्ये 5 जनाको अवस्था गम्भीर रहेको दैलेख प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्पराज रोकाले बताउनु भएको छ। घाइतेहरूको दैलेख अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। गाडीमा चालक सहित 16 जना रहेका थिए। चालक फरार रहेकाले खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। वीरेन्द्रनगर नगरपालिका सुर्खेतले गरेको शिक्षक सरुवा दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी विवाद अन्ततः सहमति मार्फत समाधान भएको छ। असहमति अन्त्यसँगै नगरपालिकाको कार्य सञ्चालन पुनः सहज र नियमित बनेको छ। नगरपालिका र शिक्षक संघ तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बीच भएको छलफलपछि सहमति जुटेपछि नगर कार्यालयमा लगाएको ताला समेत खोलिएको हो। यसअघि शिक्षक तथा अभिभावकले सरुवा प्रक्रिया पारदर्शी नभएको र एकलौटी निर्णय गरेको भन्दै आन्दोलनमा उत्रिएका थिए। सहमति अनुसार वीरेन्द्रनगर नगर शिक्षा 2074 लाई आगामी नगरसभामा पेश गरी संशोधन गरिने भएको छ। शिक्षक महासंघले उठाएका माग तथा सुझावलाई ऐन संशोधनमा समावेश गर्ने सहमति दुवै पक्षबाट भएको नगर शिक्षा प्रमुख धीरेन्द्र शर्माले बताउनु भएको छ। उहाँका अनुसार शिक्षक तथा अभिभावकले उठाएका न्यायोचित मागहरूलाई हिउँदे अधिवेशन मार्फत सम्बोधन गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको हो। शिक्षकहरूको सरुवा र दरबन्दी मिलान प्रक्रियामा देखिएका कमी कमजोरीलाई सुधार गर्दै आगामी दिनमा पारदर्शी र न्यायसंगत ढंगले कार्यान्वयन गरिने पनि नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले स्थानीय ऐनका आधारमा शिक्षक सरुवा, प्रधानाध्यापक व्यवस्थापन, दरबन्दी मिलान तथा विद्यालय संरक्षणको काम गरेको दावी गर्दै आएको थियो। तर शिक्षकहरूले भने नगरपालिका नेतृत्वले आस्थाका आधारमा सरुवा र नियुक्ति गरेको आफू निकट व्यक्तिलाई प्रधानाध्यापक बनाएको आरोप लगाउँदै यो निर्णय खारेजको माग गरेका थिए।
सल्यानको दारमा गाउँपालिकामा स्क्रब ट्राइफसको संक्रमण फैलिएको पुष्टि भएपछि घर घरमै गएर स्वास्थ्य परीक्षणका साथै उपचार गर्न थालिएको छ। प्रदेश सरकारको प्राविधिक सहयोग र पालिकाको व्यवस्थापनमा घर घरमै गएर बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्न थालिएको पालिकाले जनाएको छ। ओडामा शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्दा पनि 51 जनामा स्क्रब टाइफस पोजिटिभ देखिएपछि घर घरमै गएर स्वास्थ्य परीक्षण गराउन थालिएको हो। स्क्रब टाइफसका बिरामीको स्वास्थ्य परीक्षण पालिका र प्रदेश सरकारको प्राविधिक टोलीले ओडा नम्बर 3 को बेरुखेत र फारुलाबाट सुरु गरेको दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताउनु भएको छ। उहाँले घर घरमै गएर बिरामीको परीक्षण सुरु गरिएकोमा पहिलो दिनमै 31 जनाको परीक्षण गर्दा 5 जनामा स्क्रब टाइफस देखिएको पनि बताउनु भएको छ। ज्वरो आएको भन्दै मेडिकलबाट सिटामोल किनेर खाने गरेका र स्क्रब टाइफसको बारेमा धेरै थाहा नभएका कारण उपचारमा ढिलाइ हुँदा 4 जनाले ज्यान समेत गुमाउनु परेको बताइएको छ। अभियानकै क्रममा घर घरमा गएर बिरामीको पहिचान गरी स्वास्थ्य परीक्षण भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले बताउनु भएको छ। रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 2 का 22 वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको छ। हिजो दिउँसो 1 बजे 8 बिस्कोट नगरपालिका 3 हरि बिसौनामा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले इन्टरनेटको तार जडान गर्ने क्रममा बिजुलीको तारमा छोइएपछि थापा घाइते हुनुभएको बताउनु भएको छ। घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँको भनाइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। तुइन मुक्त बनाउने महत्वाकांक्षी घोषणा गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2072 सालमा 2 वर्षभित्र देशलाई नै तुइन मुक्त बनाउने घोषणा गरे पनि पूरा भएको थिएन। कर्णालीका मुख्यमन्त्री एमलाल कणेलले तुइन मुक्त कर्णाली बनाउने घोषणा गर्नु भएको हो। मुख्यमन्त्रीले प्रदेशलाई तुइन मुक्त बनाउने घोषणा सहित योजना अघि सार्नु भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा तुइन विस्थापनको विषयलाई प्रमुखताका साथ समावेश गरेको छ। पर्यटकीय महत्व भएका स्थान र दूरी घटाउन झुलुङ्गे पुल निर्माण गर्नुका साथै आधा घण्टाको हिँडाइ र फेरोभित्र पहुँच पुर्याउन झुलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र कर्णालीबाट पूर्ण रूपमा तुइन विस्थापन गरिने सरकारी भनाइरहेको छ। विनियोजित बजेट अपर्याप्त हुनु र निर्माण प्रक्रियामा देखिन सक्ने ढिलाइले मुख्यमन्त्रीले घोषणा गरेको समय सीमाभित्र तुइन मुक्त कर्णालीको लक्ष्य पूरा गर्न चुनौती रहेको छ। कर्णालीका दुर्गम पहाडी भेगमा वर्षौंदेखि जोखिमपूर्ण यात्राका लागि प्रयोग हुँदै आएका तुइनलाई विस्थापन गरी सुरक्षित झोलुङ्गे पुल निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको छ। प्रदेशका विभिन्न ठाउँमा काठका फलेक वा फलामे डोरीमा झुन्डिएर ज्यान हत्केलामा राखेर नदी वारपार गर्न बाध्यता रहेको नागरिकको भनाइ छ। मुख्यमन्त्रीको घोषणालाई कार्यान्वयन गर्न चालू आर्थिक वर्ष शुरू हुनु अगावै प्रदेशभित्र रहेका तुइनहरूको विस्तृत विवरण संकलन गर्ने कार्य शुरू गरिएको थियो। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जेठ 26 गते एक सार्वजनिक सूचना जारी गरी प्रदेशभित्रका सबै तुइनहरूको विवरण माग गरेको थियो। असार 10 गते भित्र तुइन रहेको नदी वा झोलुङ खोलाको नाम, स्थान, जिल्ला, त्यसको दूरी र त्यो तुइनबाट दैनिक रूपमा लाभान्वित हुने जनसंख्या सहितको विस्तृत जानकारी पठाउन भनिएको थियो। मन्त्रालयमा दर्ता भएका रेकर्ड अनुसार प्रदेशका 10 वटै जिल्लाबाट 55 वटा तुइन रहेको विवरण प्राप्त भएको थियो। हुम्ला जिल्लाको रिमघाटमा एउटा र चाल नदीमा अर्को गरी 2वटा झोलुङ्गे पुल बन्ने भएका छन्। जाजरकोट जिल्लामा स्याकुता स्थित बालताडी झोलुङ्गे पुल र छोरनाटी रटेना झोलुङ्गे पुल निर्माण गरिने भएको छ भने सल्यानमा भेरी नदीमाथि एउटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ। मन्त्रालयले तुइन विस्थापित गरी पुल बनाउने योजना अनुसार स्थलगत अध्ययन र प्रमाणीकरण प्रक्रिया पूरा गर्दा माग भई आएका 55 वटा तुइन हटाएर पुल निर्माण गरिने भएको हो। यीमध्ये 5 वटा मात्रै वास्तविक रूपमा विस्थापन गर्नुपर्ने अवस्थामा रहेको पुष्टि भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचना अधिकारी श्रद्धा बस्यालले बताउनु भएको छ। प्रारम्भिक तथ्याङ्कले कर्णालीमा तुइनको समस्या अझै व्यापक रहेको पनि उल्लेख गरेको छ। मन्त्रालयमा दर्ता भएका 55 वटा तुइनको वास्तविक प्रमाणीकरणका लागि प्रदेश सरकारले जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई खटाएको थियो। डोल्पाबाट यस वर्ष 400 मेट्रिक टन स्याउ निर्यात भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत
कार्यक्रम कार्यान्वयन इकाइ डोल्पामा यति धेरै परिमाणमा स्याउ निर्यात भएको जनाइएको हो। स्याउबाट 2 करोड 20 लाख रुपियाँ आम्दानी भएको छ भने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कार्य डोल्पाका प्रमुख गोविन्द मल्लले 2 करोड बढी आम्दानी भएको पनि बताउनु भएको छ। उहाँले कार्यालयबाट स्याउ निर्यातका लागि 50% ढुवानी अनुदान सहयोगमा डोल्पाबाट जाजरकोट, सल्यान, रुकुम, दाङ, पोखरा, सुर्खेत हुँदै काठमाडौँ लगायतका जिल्लामा स्याउ निर्यात भएको बताउनुभयो। यो सँगै कार्यालयले आर्थिक वर्ष 82-83 का लागि कार्ययोजना सार्वजनिक गर्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रम पनि सम्पन्न गरेको छ। जारी आर्थिक वर्षमा कार्यालयले पुँजीगत तर्फ 25 लाख 93 हजार र चालुतर्फ 3 करोड 34 लाख 65 हजार गरी 3 करोड 60 लाख 57 हजार रुपियाँ विभिन्न कार्यक्रममा खर्च गर्ने जनाएको छ। वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्ष स्याउ, ओखर, दलहन, सिमी, भेडा, बाख्रा, आलु जोन बनाई काम गर्ने कार्यालयको भनाइरहेको छ। केही वर्ष यता डोल्पामा उत्पादन गरिएको स्याउले बजार पाउन थालेपछि कृषकहरू परम्परागत खेती छाडेर स्याउ खेतीतर्फ आकर्षित भएका छन्। मध्यपश्चिम इन्जिनियरिङ क्याम्पसमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालय र विश्वविद्यालय बीच सम्झौता भएको छ। चालु आर्थिक वर्षको 82-83 का लागि मन्त्रालयले विनियोजन गरेको 4 करोड रुपियाँको बजेट कार्यान्वयनका लागि सम्झौता गरिएको हो। सम्झौता मन्त्रालयका तर्फबाट मन्त्री घनश्याम भण्डारी र सचिव ढोलकराज ढकाल तथा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर ध्रुव कुमार गौतम र रजिस्ट्रार प्राध्यापक डाक्टर शोभाकर्ण कणेल अनि डिन डाक्टर राजन सुनवारले हस्ताक्षर गरेको बताइएको छ। तयार पारेको जनाएको छ। फागुन 21 मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको हो। निर्वाचन आयोगको कार्ययोजना अनुसार फागुन 12 गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगिसक्ने बताइएको छ। त्यसपछि जिल्लाका मतदान केन्द्रमा पठाइनेछ। निर्वाचन आयोगले राष्ट्रिय सभा अन्तर्गतको संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचनको पूर्व तयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी दिएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारी बारे जानकारी गराएका हुन्। नागरिकले शास्ति खेप्नुपर्ने हुम्लाको सिमकोट गाउँपालिका 7 को वडा कार्यालय निर्माणमा स्थानीयले विरोध जनाएका छन्। वडा अध्यक्षले गाउँका स्थानीय र वडा सदस्यहरूसँग समन्वय नगरेर मनमानी तवरले वडा कार्यालयको भवन निर्माण गर्न खोजेपछि स्थानीयले विरोध जनाएका हुन्। लामो समयदेखि वडा कार्यालय सम्पूर्ण स्थानीयका लागि पाएक पर्ने स्थान टुलिङ गाउँबाट सेवा प्रवाह हुँदा वडाका जनप्रतिनिधिले आफू खुसी जनताका लागि अपायक पर्ने स्थानमा छुट्याएको बजेटको दुरुपयोग गर्न खोजेपछि गाउँका अधिकांश नागरिकहरूले विरोध समेत जनाएका छन्। यसअघि वडा नम्बर 7 को टुलिङ गाउँमा भवन निर्माण गरिएको थियो। यो भवन जीर्ण भएपछि यही गाउँमा वडाले एउटा कोठा भाडामा लगेर सेवा प्रवाह गर्दै आएको थियो। तर पछिल्लो समय त्यो नभई वडा कार्यालयलाई सदरमुकाम सिमकोटमा सम्पर्क कार्यालयमा रूपमा सञ्चालन गरिएको छ। त्यहाँ सबै नागरिकको पहुँच समेत पुग्न सकेन भने कतिपय व्यक्तिहरू वडाबाट पाउनुपर्ने विभिन्न सिफारिसबाट समेत प्रभावित हुन पुगेका छन्। भोलि खबरको अन्त्यमा अब लागौं केही खेल खबरतर्फ। नेपाल हङकङमा जारी हङकङ सक्सेसमा लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। भर्खरै सकिएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई 4 विकेटले पराजित गरेको छ। नेपाललाई 3.3 ओभरमा 58 रनमा अल आउट गर्दै दक्षिण अफ्रिकाले खेल आफ्नो पक्षमा पारेको हो। पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले 3.4 ओभरमा 2 विकेट गुमाउँदै 64 रन जोडेर जित निकाल्यो। नेपालका लागि दुवै विकेट लोकेश बमले लिनुभयो। त्यसअघि नेपालका रसिद खानले सर्वाधिक 16 रन बनाउनुभयो। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग 17 रनले पराजित भएको थियो। अब नेपालले अन्य समूहमा रहेका पुछारका टोली सम्बन्धित बाउल लिग खेल्नेछ। उक्त समूहमा नेपाल सहित श्रीलङ्का, युएई र समोसीको टोली रहनेछन्। नेपालले आजै श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने भएको छ।
सुदूरपश्चिममा नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी टिकापुर पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले कैलालीको टिकापुर स्थित पर्यटकीय स्थल टिकापुर पार्कको महेन्द्र आरोग्य गृह अगाडिबाट ट्रफी टुरको सुरुवात गर्नुभएको हो। देशको 6वटै प्रदेशमा टुर सकिएपछि सुदूरपश्चिममा ट्रफी पुगेको हो। कैलालीको टिकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टिकापुर बजार हुँदै कैलालीको चिसापानी, लम्की, बौनिया, सुखड, मसुरिया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी, अत्तरिया लगायतका स्थानमा ट्रफी टुरको र्याली निकालिने सुदूरपश्चिम रोजले जनाएको छ। श्रीलङ्कामा जारी काभा महिला 19 वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा आज नेपालले सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। नेपालले दिउँसो 2 बजे खेल्ने भएको हो। दोस्रो खेलमा नेपालले आज दिउँसो 4 बजे मालदिवसँग खेल्ने भएको हो भने दिउँसो 2 बजे श्रीलङ्का र किर्गिस्तान बीच प्रतिस्पर्धा हुने भएको छ। राउन्ड रोबिन लिग पछि अङ्क तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोली बीच सेमिफाइनल हुन लागेको हो। नेपालले पहिलो खेलमा किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। दोस्रो खेलमा श्रीलङ्का र तेस्रो खेलमा मालदिवसलाई हराउन सफल भएको थियो। 3 खेलमा 2 जित सहित नेपाल शीर्ष स्थानमा रहेको छ भने यसै गरी अङ्क तालिकामा श्रीलङ्का दोस्रो, किर्गिस्तान तेस्रो र मालदिप्स चौथो स्थानमा छन्। प्रतियोगितामा 4वटा टोलीको सहभागिता रहेको छ। फाइनल खेल र तेस्रो स्थानका लागि भोलि प्रतिस्पर्धा हुनेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक। सुर्खेत प्रहरीको हिरासतमा भएको थुनुवाको मृत्युबारे छानबिन गर्न 5 सदस्यीय छानबिन समिति गठन, न्याय दिन मृतकका आफन्तको माग। चालु आर्थिक वर्षभित्र प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने कर्णाली प्रदेश सरकारको घोषणा, चुनौती भने बढ्दो। डोल्पाबाट यस वर्ष 400 मेट्रिक टन स्याउ निर्यात, 2 करोड बढी आम्दानी। र 19 वर्ष मुनिको काभा महिला भलिबलको सेमी फाइनलमा आज नेपालले मालदिवसँग खेल्दै। हवस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिलु रावत र केशव ढकाल बिदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।